मोरङ जिल्लाको रत्तमाई नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको सुधारका लागि केही पहलहरू भइरहेका छन्। निम्न आन्तरिक स्रोत भएका विद्यालयहरूमा जस्ता पाता फेर्ने, बिजुलीको बिल तिरिदिने, कम्प्युटर प्रिन्टरहरूको मर्मत गरिदिने एवं विद्यालयका झ्यालढोका र फोनहरूको मर्मत पनि गरिएको छ र आवश्यक अनुसार आर्थिक सहयोग पनि नगरले गर्दै आएको छ। यिनै विषयहरूलाई लिएर रत्तमाई शिक्षा शाखाका शिक्षा अधिकृत रविन्द्र कुमार पण्डितसँग केही कुराकानीहरू भएको छ। सर नमस्कार। नमस्कार हजुर। हाम्रो यो रत्तमाई टाइम्स लोकल च्यानलमा यहाँलाई स्वागत छ। धन्यवाद। सर यो हाम्रो रत्तमाई नगरपालिकामा सामुदायिक विद्यालयहरू कति जति छन् होला? जम्मा सामुदायिक 41वटा, हजुर, संस्थागत 27वटा, हजुर, र धार्मिक जम्मा 7वटा। 7वटा। सरहरूले अनुगमन पनि गरिसक्नु भयो नि? हामीले हजुर अनुगमन पनि गरिसक्यौँ। हुन त अब रत्तमाईका सामुदायिक विद्यालयहरूका अब स्थितिहरू समस्याहरू त भद्रगोल छन् होइन सर? धेरै नै छन्। यहाँहरूले चाहिँ मुख्य कस्तो के समस्याहरू चाहिँ औलाउनु भयो? अब यहाँले भनिसक्नुभयो। वास्तवमा यहाँको सामुदायिक विद्यालयको अवस्था भौतिक रूपमा पनि र शैक्षिक रूपमा पनि अलिक नाजुकै छ। यसलाई हामी कसरी सुधार गर्ने भन्ने विषयमा अनुगमन पनि गरिरहेका छौँ। एक चरण गरि पनि सक्यौँ र यसलाई कसरी सुधार गर्ने बारेमा विभिन्न हामी सरकारवालाहरूसँग, नगर शिक्षा समिति, नगर प्रमुख लगायत शिक्षक प्रहरी सबैसँग सरसल्लाह पनि गर्दै आएका छौँ। र हामीले अनुगमनका क्रममा सबैभन्दा दुःख लाग्दो कुरो देखेको भनेको धेरै विद्यालयमा अहिले विद्यार्थी सङ्ख्या अत्यन्त न्यून छ। दोस्रो कुरा, जुनमा अलिकति विद्यार्थी सङ्ख्या राम्रो छ, पठन पाठन राम्रो छ, त्यसमा कक्षा कोठाको अभाव छ। कुनैमा कक्षा कोठा पर्याप्त छ भने त्यो पनि चर्केको छ, भत्केको छ, झ्यालढोका राम्ररी लाग्दैन। अब चिसोको मौसम छ, वर्षाको बेला टिनबाट पानी चुइने, कक्षा कोठामा बस्न नसक्ने, सर्पहरू निस्किन सक्ने जस्ता जोखिमहरू पनि हामीले पायौँ। र यिनै कुराहरूलाई सुधार गर्दै रत्तमाई नगरपालिकाले गत आबोमा 19वटा सामुदायिक विद्यालयहरूलाई जस्ता पाता फेर्ने कार्यक्रम सम्पन्न गरेको छ, जसमा 19वटा सामुदायिक विद्यालयहरूको जस्ता पाता फेरिसकेको छ र बाँकी हाम्रो अनुगमनको रिपोर्ट अनुसार अझै 13-14वटा स्कुललाई चाहिँ जस्ता पाता फेर्न बाँकी छ। त्यसको टेन्डर प्रक्रिया अहिले हामी चाँडै नभए अगाडि बढाउँदैछौँ। हजुर, जुन यहाँले जस्ता पाता मात्रै भन्नुभयो, यहाँले अरू त्यस्तो कुनै योजनाहरू छन् स्कुललाई सुधार गर्नुपर्ने? जस्तो शैक्षिक क्षेत्र भयो, भौतिक क्षेत्रहरू भए, होइन, शिक्षकका दरबन्दीका कुराहरू भए, कहाँ पुगेका छैनन्, विद्यार्थीहरू कसरी अब विद्यालयमा ल्याउन सकिन्छ, यी विविध कुराहरू छन्। यसका बारेमा चाहिँ के कस्तो कार्यहरू बनिराख्नु भएको छ? हामीले अस्तिको अनुगमनले जस्तै अब यो विद्यालयका आन्तरिक स्रोत अत्यन्त न्यून भएका विद्यालयलाई हामीले भर्खर मात्रै जम्मा 35वटा विद्यालयलाई हामीले बिजुली बिलका लागि केही रकम उपलब्ध गरायौँ, जसमा माध्यमिक विद्यालयलाई हामीले 20,000 का दरले र आधारभूत विद्यालयलाई हामीले 14,000 का दरले रकम पठाइसक्यौँ। त्यसै गरी जुन विद्यालयमा अब फ्यान बिग्रेको छ अथवा थोरै फ्यान छ, फ्यान किन्न सकिरहेको अवस्था छैन, अब आर्थिक स्रोत, विद्यालयको आर्थिक स्रोत चाहिँ अत्यन्त न्यून छ, त्यस्तोलाई पालिकाले प्राविधिक खटाएर विद्यालय नै गएर चाहिँ फ्यान मर्मत गरिदिने, त्यसै गरी प्रिन्टर र कम्प्युटरहरू बिग्रेका छन् भने त्यो पनि मर्मत गरिदिने र आवश्यकता हेरी पालिकाले नै अब फ्यानहरू पनि खरिद गर्ने हामीले योजना बनाएका छौँ र त्यो कार्यलाई हामीले अगाडि पनि बढाइसकेका छौँ। यी भए भौतिक सुविधा अथवा भौतिक सहयोगका कुराहरू। शैक्षिक क्षेत्रमा चाहिँ यहाँहरूले के कस्तो? शैक्षिक क्षेत्रको कुरा गर्दाखेरि हालै हामीले अनुगमन रिपोर्ट हामी नगर शिक्षा समितिले नै पेश गरिसकेका छौँ। अब त्यसलाई कार्यपालिकाले पास गरिदियो भने पक्कै पनि त्यसलाई हामी कार्यान्वयनमा लानेछौँ र त्यसमा हामीले देखेका कुरा चाहिँ पहिलो हो, हामी विद्यालयको कक्षा मर्जर कार्यक्रम र साथसाथै शिक्षक दरबन्दी मिलानको हामीले त्यसमा पूर्ण रूपमा खाका कोरेका छौँ र जस अन्तर्गत लगभग हाम्रो 7वटा विद्यालयको हाम्रो कक्षा चाहिँ घटाउनु पर्ने अवस्था देखिन्छ र त्यति भयो भने शिक्षक दरबन्दीको पनि परिपूर्ति हुन्छ र विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई छिमेकी अर्को विद्यालयमा हामीले कक्षालाई गाँभेर त्यसरी एउटा जनशक्तिलाई उचित परिचालन गर्ने हाम्रो लक्ष्य रहेको छ। यसैगरी संस्थागत विद्यालयहरूमा अब मनपरी चरको
चाहिँ मासिक शुल्क असुल्ने र जस्ता गतिविधिहरू भइरहेको अवस्थामा हामीले संस्थागत विद्यालयलाई पनि एउटा फर्म दिएर त्यसलाई ग्रेडिङ गर्ने र उसले ग्रेडिङ अनुसारको मात्र उसले चाहिँ मासिक फी वार्षिक फी लगायतका कुराहरू लिन पाउने र अनुरूपको सेवा सुविधा विद्यार्थीलाई प्रदान गर्नुपर्ने त्यो पनि हामीले खाका तयार गरेर हामीले नगर शिक्षा समितिमा बुझाइसकेका छौँ। अब आशा छ हामीले यो कार्यान्वयन भयो भने पक्कै पनि सामुदायिक र संस्थागत विद्यालयमा केही न केही सुधार हुन्छ भन्ने हामीलाई आशा छ। जस्तो यो सामुदायिक विद्यालयहरूमा अहिले प्राविधिक शिक्षकको आवश्यकतालाई यहाँ कसरी महसुस गरिराख्नु भएको छ? प्राविधिक शिक्षक त अब चाहिन्छ नि। प्राविधिक शिक्षा पद शिक्षा सम्बन्धी प्राविधिक शिक्षाको चाहिँ कुरा यस्तो हुन्छ। अब हाम्रो पालिकामा एउटा प्राविधिक विद्यालय छ र अब अरू विद्यालयमा अब पर्याप्त साधन स्रोत दरबन्दी लगायतका कुराहरूको अभाव छ। अहिले भएकै कुरालाई हामीले चाहिँ कसरी राम्रो बनाउनेतिर लागेका छौँ। हामी त्यतातिर प्राविधिक शिक्षालाई नयाँ शिक्षा योजना ल्याउने र नयाँ फ्याकल्टीहरू चलाउने भन्दा पनि भएकालाई चाहिँ पहिला राम्रो सुधार गरौँ, त्यसपछि सबै कुरा सुधार हुँदै गयो भने बाँकी कुराहरूमा हामीले भविष्यमा त्यसको पनि विचार गर्नुपर्छ भन्ने लागेको छ। अनि सर यो सबै स्कुलहरूमा कम्प्युटरहरू जुन यो प्राविधिक शिक्षामै जोडिन्छ होइन सर, के कस्तो छ? काहीँ धेरै ठाउँमा सरहरूले त अनुमान गरिसक्नुभयो प्राप्त नभएर हो कि विद्यार्थीहरूलाई सिक्ने त्यो त्यस्तो वातावरण नभएर हो कि शिक्षकहरूको कमजोरी हो कि त्यो कम्प्युटर शिक्षा जुन छ कक्षाहरू सञ्चालनमा आएको भन्ने त्यति सुनिँदैन सर, यो के हो कस्तो के? यो यहाँले उठाउनु भएको कुरा सही हो। यो हामीले अनुगमनका क्रममा कतिपय विद्यालयमा चाहिँ कम्प्युटर शिक्षक हुनुहुन्छ तर कम्प्युटरको सङ्ख्या पुगिरहेको छैन, त्यहाँ पढाउने जनशक्ति पनि छ, विद्यार्थीहरू पनि छन् भने कम्प्युटरको सङ्ख्या पुगेको छैन। कतिपय विद्यालयमा यस्ता पनि पायौँ जहाँ चाहिँ कम्प्युटर राखिएको छ र त्यसलाई प्रयोगविहीन रूपमा राखिएको छ। त्यसलाई हामीले उचित व्यवस्थापनको लागि अब हामी पहल गर्दैछौँ। त्यो व्यवस्थापन समितिसँग बसेर त्यसलाई कुन विद्यालय दिने कसरी गर्ने भन्ने कुरामा त्यता पनि हामीले सोच बनाएका छौँ। र कतिपय विद्यालयहरूमा चाहिँ एउटा पनि कम्प्युटर र प्रिन्टर नहुने अवस्था पनि देखिएको छ। त्यस्तालाई चाहिँ अब अरू विद्यालयबाट मागेर हुन्छ या त पालिकाले खरिद गरेर हुन्छ, त्यसलाई हामी व्यवस्थापन गर्ने तर्खरमा छौँ। र केही विद्यालयहरूको जस्तै कम्प्युटर प्रिन्टर लगायतका कुराहरू बिग्रेको छ भने त्यसलाई हामीले पालिकाबाट प्राविधिक हटाएर मर्मत पनि गरिदिइरहेका छौँ। र जहाँ चाहिँ हामीले किन्न सक्ने अवस्था छ, एउटा दुईवटा किन्दाखेरि थोरै पुँजीमा किन्न सक्ने अवस्था छ भने त्यसमा पालिकाले खरिद गरेर पनि दिँदै आएको छ। जस्तो अब र तपाईँका जति सामुदायिक विद्यालयहरू छन् अब यिनीहरूलाई कसरी अगाडि बढाउने, कसरी यसलाई चाहिँ सक्षम बनाउने? अब कति ठाउँमा त अब सरलाई मर्जको कुरा गर्नुभयो, यसरी गर्दा पनि शिक्षा क्षेत्रलाई अगाडि बढाउन सकिन्छ भन्ने यहाँले कुरा गर्नुभयो। अझ यसलाई गर्नलाई खर्केका कुराहरू अब हजुरले अब के कस्तो कार्यान्वयन ल्याउनु भएको छ, के कसरी लाग्न सकिन्छ होला? अब सामुदायिक शिक्षाको स्तर अब नेपालभरि लगभग उस्तै छ, कहीँ अलिकति राम्रो होला, कहीँ अलिकति नराम्रो होला। तर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न मात्रै हामीले लागेर हुँदैन। यसमा सबैभन्दा ठुलो कुरो चाहिँ स्रोत साधनको अभाव चाहिन्छ। हरेक कुरा तपाईँको भवनदेखि लिएर सरसामग्री किन्नदेखि लिएर तपाईँका चाहिँ राम्रा कुराहरू, राम्रा सामग्री खेलौना लगायतका कुराहरू हरेक किन्नलाई पहिला पैसा नै आवश्यकता पर्दछ। अब पर्याप्त बजेट भएको खण्डमा नयाँ भवनहरू बनाइदिने, सुविधा सम्पन्न भवन बनाइदिने, कम्प्युटर ल्याबहरू, पुस्तकालयहरूको व्यवस्थापन गरिदिने, शौचालय राम्रो बनाइदिने, स्वस्थ खानेपानीको व्यवस्थापन गरिदिने, बिजुली बिल पूर्ण रूपमा चाहिँ पालिकाले तिर्दिने लगायतका कामहरू गर्न सकियो र अनुरूपको चाहिँ दरबन्दीलाई मिलान गरेर चाहिँ वास्तव व्यवस्थापन गर्न सकिने पक्कै पनि केही न केही सुधार हुन्छ नै। तर त्यसको लागि अब सबैभन्दा ठुलो कुरो बजेट हो। अब बजेटले कतिसम्म धान्छ त्यसमा निर्भर हुन्छ। अब हाम्रो नगरपालिकाले कस्तो कस्तो छ, अब धान्न सक्ने क्षमता छ कि अब केही सुधार त अब भइरहेकै छ, सरहरूले गरिराख्नु भएको छ, अनुमान गरिराख्नु भएको छ। अब विद्यालयहरूले पीडित विद्यालय र विद्यार्थीहरूले चाहिँ अब के आशा राख्न सक्छन् हजुरहरूबाट? यस्तो छ, अब आश राख्नु त राम्रै हो, तर जति आश राखिन्छ त्यति पुरा गर्न पनि सकिँदैन। त्यसले गर्दाखेरि जति हामी अब पालिकाबाट त्यो आर्थिक रूपमा जति सकिन्छ त्यति त गर्ने नै हो, गर्नु पनि पर्छ। रहेको कुरा जहाँ चाहिँ 100% गर्नुपर्ने 50% भए पनि हामीले अब प्रयास गर्दैछौँ। हाम्रो प्रयास जारी छ। अब सबै कुरा 100 पाली एकैपटक हुन्छ भन्ने पनि छैन। प्रत्येक वर्ष थोरै थोरै गर्दै चाहिँ हामी गर्ने प्लानमा छौँ। अब पर्याप्त स्रोत र साधन नभएपछि थोरैलाई पनि कसरी सदुपयोग गर्न सकिन्छ भन्ने त्यतातिर हाम्रो जोड रहेको छ र हामी गर्दै नै छौँ।